हेलो एभ्रिवान, नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म धनकुटा जाँदैछु। धनकुटा चाहिँ किन भन्दाखेरि अब बिहे लागिरहेछ नि त, कसको बिहे हो भनेर चाहिँ म गएरै देखाउँछु ल। मेरो आफ्नै घरकै बिहे है, मेरो बहिनीको बिहे। सो तपाईँहरूले अब बिहेको एकदम भिडियो हेर्न सक्नुहुन्छ है त। म जान लागेको छु है। बाई बाई फ्रम धनकुटा है। हाम्रो चाहिँ अब यहाँ बिहे लागेको छ। बिहेमा चाहिँ अब सुँगुर काट्दैछ नि त। म भिडियो देखाउँछु ल सुँगुर काटेको। बरु अर्कोमै पक्का हुन्थ्यो क्या। ए टाउको पनि जोग्छ हो त्यो होइन, टाउको पनि फोरेर लाने। ल है, मासु रेडी भयो। अर्को चाहिँ हिजो अस्ति काटेको छ। यहाँ छ अर्को। यो काटे बरु 7 किलो 915 6 किलो 6 किलो 915 साढे 3 किलो बढी नजिक छ के क्यापेसिटी गइसकेको छ 80 किलो सम्म जस्तो हो होइन नि दाजु, यो सानो 6 किलो 865 यो चाहिँ हाम्रो हल्काको डेकोरेसन है। नर्मल बिहेको बिहे त प्यालेसमै हुने हो, तर यो चाहिँ सानो यसो अर्ग्यानिक गेट बनाएको छ है त। देखो न गाइस, देखो न बिहे लागेको हाम्रोमा। बेहुलीको चुरा हेर्नुहोस् है यहाँ। बेहुलाको नाम अरे फेरि यस्तो पो छ त हो। देखो न गाइस, सुनको मङ्गीमा यहाँ सुनको मङ्गीमा के गर्नु र। भनेर भन्नु अरे बिहे लागेर आउनु न यहाँ। बिहे लागेर हेर्नु त, यसले फिजाइरहेछ यहाँ। नुमा आइरहेछ यहाँ। यो चाहिँ लिम्बू ड्रेस है। यहाँ छ ढुङ्ग्री मुन्द्री। हेर्नु न चुरा पनि यहाँ हेर्नु त, यस्तो पो बनाइछ त यसले। के हो निक्लेको निक्लै छ त हौ गहनाहरू फेरि के हो सुनको मङ्गीमा। ओ माई गड, त्यस्तो मेरो 1 लाख रुपैयाँ। ओ माई गड। पैसा यिनीहरूलाई बनाइदिनु। देखो न गाइस, लोकन्दी यहाँ छ है। लोकन्दी लोकन्दी बेहुलीलाई पनि देखाऊँ न। यो अस्ति बोजूको सुन बनाउँदा गहनै गहना अरे। लिम्बुनीहरू बिहे गर्नु गाह्रो छ है गाइज। यसरी यहाँ हेर्नु। ओ यसो कन्ठ कन्ठ है। मेरो हेर्दै छ। अनि कहाँ हो ए रश्मिता देशी बन्दी यहाँ छ शिरफुली। शिरफुला सुहायो ले त हो यसको। यहाँ छ है ढुङ्ग्री र मुन्द्री। भिडियो खिच्चे सिलाम त लुकाइदियो। सिलामचकमा लुकाएको। ल ओके छ त। इस राम राम राम। यसले यहाँ के राख्छ? पैसा राख्ने होला होइन? पैसा राख्ने त यो खै अर्को बट्टा पैसा राख्ने ला पैसा राख्ने ब्याग बोकै भन्दैछ। होइन यो औठी जोइको औठी यहाँ। बिहे फोटो 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 ढेन्टेडा फोटो रिभिल है। यो चाहिँ रेडी मात्रै हो। आगोमा सुँगुरको मासु पकाउन लागेको है। बिहेको बेला बिहे चाहिँ भोलि हो नि त। बिस्तारो बोल्दै पकाउँदैछ काट्दैछ। मै फेरि बेहोस हुन्छु होला हौ म। खै मसला हाल।
कफी तिमी 561 हो मलाई नि गर्नु मेहन्दी देखा न स्याउली बजारमा चाहिँ ब्राइड टु बी उल्टो देखियो ब्राइड टु बीको खै मेहन्दी देखा त बेहुली चाहिँ मेहन्दी लगाइसकेको छ आऊ आऊ ओइ लु केक काटौँ न The next day. बिहान छ होइन अनि बिहानै अहिले 6 बजेको छ बिहानै हामी बेहुलीसँग हिँड्न लागेको मेकअप स्टुडियो सो त्यो मैले बिहे हुने त्यो प्यालेस के भन्छ भेन्यू पनि देखाएकै छैन हिजो पनि बिहे थियो बेलुकासम्मै बिजी भएर म फर्किँदाखेरि देखाउँछु है तेरो फोन त खतरा हो नि त छ अर्को यहाँ वेटिङमा छ अर्को दुई बजे आउनु ल अङ्कल तर सुत्नु चाहिँ हुँदैन तल तल आउनु म देखाउँछु अब बाटो तल हाम्रो ढोलेहरू बिहे पनि यस्तो लाग्यो कि घरमा बिहे हुँदा त यस्तो बिजी भिडियो पनि गर्न पाइँदैन त्यो छ है यो स्न्याक्स खानेको लागि यतापट्टि अरे यता मैले अघि पनि खिच्न त खिचेन अरे यो थोरै खिच्छु स्न्याक्स खाना यता अनि बेहुला बेहुलीको स्टेज चाहिँ यता ल है यस्तै छ है बिहेमा त बिजोक हुँदो रहेछ घरको बिहे तल र माथि कुद घर कुद पार्टी प्यालेस कुद म त हैरान भइसकेँ अब बिहे खानु चाहिँ अरूकोमै मजा रहेछ है A few moments later.
पानी यहाँ छ है आज नि भिडियो चाहिँ कसले बनाइन्छ टीका लगाइदिनु कि अनि
अलिक हाँस्नु पर्यो हाम्रो एउटा छ त रेमन यहाँ बसिराख गाडी कान्छी आउँछ उयो के अरे लगेज लिनु गइरहेछ तल पो लगेछ नि यिनीहरूले तिमी यहाँ बस्छ बाई बाई खै त बेहुली त रुँदैन त खुसी छ नि त कतिखेर घर पुगौँ भइसक्यो ले यता हेर यता हेर दिदीको एकदम मजाले ख्याल गर्नु हाम्रो भिमा दिदीलाई ढुङ्ग्री मात्रै मिलाएको यतापट्टि आउने बेहुलालाई त बिचमा चेप्टाउने रहेछ लु बाई 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 कमली कमली ल ल आमा भर्खर आएको उनीहरू
छ नि अब यो भाइले मेरो फोटो खिचिदिएको छैन तिमीलाई मैले यहाँ कतिचोटि रिक्वेस्ट गरिसकेँ हेर म साँच्चीकै हालिदिन्छु नि फेरि छ नि अब होइन होइन नो 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 30 वर्ष रिक्वायरमेन्ट त जस्तो पनि हुन्छ दाँत चाहिँ अलिक सिधा होस् हैन क्यामेराम्यान भाइ हेर्नु यहाँ हाम्रो भाइ यस्तो छ यस्तो छ यस्तो छ मेरो फोटै नखिचिदिएको क्या उयो अब छ त उयो त 5 फुट 4 इन्चको छ क्यामेराम्यान यस्तो लुक बिदाई बेहुलीलाई बिदाई गरेपछिको माहौल यहाँ आइज न यहाँ आइज न वाउ नर्बुले दाछ धरै काम त गरेको छौ आमामा यहाँ खुट्टा दुखिसकिसक्यो पछि तेरो बेमा सघाम्ला नि थाल खाइयो भात कति बजे त्यही हुँदैन हौ खै कति बजिसक्यो तपाईँसँग नि म कुरा गर्नुपर्ने छ हेलो यहाँ छ हिरोहरू आजको हिरोहरू हो पर हेर अलिक हिरो हो भर्खर खाना मेरो भन्दा राम्रो छ हौ साँच्चै यस्तो त कपाल कस्तो राम्रो कुन कलेन लामा पारिदिनु न भन्ने 2-4 नाम भनिदिन्छ अब जाने लु बिहे सकियो ऊ ड्रेस चेन्ज गरेर कस्तो तिम्रो भिडियो खिच्नै पाइनँ क्या मैले बेहुलाई देखेको थियो क्या तर यहाँ छ अर्को हो नेक्स्ट इयरको चाहिँ अब हो अब हामी भिडियो त आज एउटा गर्न पाइएन है आम्मा ओ माइ गड ऊ अर्को हिरो आउँदैछ जस हिरो हिरो भाइहरू छन् बहिनीहरू चाहिँ सबै घरतिर लागिसक्यो नि त हेलो हेलो नबजा न अब हामी जाने होइन जम्माया जम मेरो भाइहरूलाई यस्तो दुःख भयो तिमीहरूको भाइ बिहान बोकेर लिएर आएको अहिले फेरि लिएर जाँदैछ ल गएको हामी काका हो काका सबैजना बाई बाई है ल हाम्रो बिहे पनि सकियो हजुर ए हो र ल यता के हुँदैछ हौ यता हिसाब किताब हुँदैछ कि क्या हो ल यता त हिसाब किताब हुँदैछ हौ ए अम्बो यता हेर्न आज त यसले बिहानैदेखि यही बाइकमा ओसारेकै हो नि त ओ माई गड तँलाई त के हो हिरो देखिया छ त हिरो म हिँड्दै आउँछु ल राति उयो हुन्छ गाह्रो हुन्छ ल भिडियो त खिच्नै पाएनौ ब्याट्री लो बिजी ल सक्यो फाइनल्ली राम्ररी नै सिद्धियो है त बिहे सोचे जस्तो मैले भिडियो गर्नै पाएन घाँटी दुखो हाम्रो बाजे लु बे खायो बाबा गयौँ है ल अब लागेको हामी चाहिँ झोला कहाँ राखिदिस् के अरे त कहाँ हिँड्ने